दर्शकबिन नमस्कार। जताततै काजीको फेस रिभिल गर्नको लागि माग बढेपछि मैले तपाईँलाई यो भिडियो बनाएको छु। दर्शकबिन तपाईँलाई पनि लाग्न सक्छ काजी जसले सासू र बुहारी दुवैजनासँग प्रेम सम्बन्ध राखेको भनेर भिडियो सामाजिक सञ्जालमा छताछुल्ल आइसकेपछि धेरैजनालाई चासो भएको थियो। त्यो काजी भन्ने मान्छे कस्तो रहेछ, आखिर दुवैजनालाई प्रेम गर्न सक्ने साँच्चीकै ह्यान्डसम होला कि कालो होला कि गोरो होला भन्ने कुरा धेरै चासो भएको थियो। साँच्चीकै दर्शकबिन हुन त काजीको केस यति बेला मिलिसकेको छ र सबैजना मिलिरहँदा हामीले कसैलाई नराम्रो भन्न मिल्दैन। भित्री कुरा के थियो त्यो आफ्नो ठाउँमा होला। यद्यपि काजीको बारेमा चासो भइरहँदा मलाई पनि चासो भइरहेको छ। कालीको फेस रिभिल साँच्चीकै किन भएन होला? यसरी अरूको छोरीचेलीमाथि गिद्धे नजर लगाउने काजीलाई कारबाही किन भएन होला भन्ने धेरैलाई चासो छ। साँच्चीकै काजी जस्तो मान्छे जसले सासूलाई पनि बुहारीलाई पनि युज गरिरहेको छ, त्यस्ता व्यक्ति तिनी मात्रै एउटा देखावटी पात्र हुन्। त्यस्ता मान्छे त यो संसारमा धेरै छन्। यस्ता धेरै मान्छेहरूलाई कारबाही हुनुपर्छ र काजी जस्ता धेरै मान्छेहरूले यिनीहरूले महिलाहरूको त चरित्र हत्या हुन्छ, महिलाहरूको बारेमा त बेइज्जत हुन्छ, तर आखिर पुरुषहरूको बारेमा किन यसरी खोजी कार्य हुँदैन भन्ने चासो पनि धेरैलाई हुनसक्छ। दर्शकबिन काजी जो काजी भनिने छ त्यो काजीलाई अब खोजेर जसरी भने मिडियामा ल्याउनु पर्छ भन्ने मेरो पनि विषय हो र काजीको बारेमा मैले विषयवस्तु उठाइरहेको छु। दर्शकबिन साँच्चीकै काजी काण्डले समाजमा एउटा यस्तो उदाहरण पनि दिएको छ कि काजी र जुन कजिनी भनौँ यादेखि अरू मान्छेहरूलाई उनीहरूले आफ्नो बेइज्जत भयो, परिवारको पनि बेइज्जत हुन्छ। त्यसैले यस्तो कार्य कसैले पनि नगर्नु होला र मान्छेहरूले बहकाउन धेरै खोज्छन्, तर परिवारको लागि भए पनि तपाईँले एकपल्ट सोच्नै पर्ने हुन्छ है त।